ब्लग हामी चाहिँ आज सबैजना मनोकामना दर्शन गर्न जान लाग्यो हजुरहरूलाई पनि मनोकामना दर्शन भिडियो मार्फत गराउने छु हजुरहरू चाहिँ भिडियो हेर्दै इन्जोय गर्दै गर्नु होला सो गाइस हाम्रो लागि चाहिँ मनोकामनाको लागि यात्रा सुरु भइसकेको छ हामी चाहिँ गाडी चढेर अहिले खटौडी भन्दा पटिसकेको छ र सबैभन्दा हाम्रो ग्याङमा चाहिँ सबैभन्दा राम्रो मान्छे चाहिँ यही मान्छे हो त्यही भएर हेर्नु न भाउ बढेर नाक पनि उता फर्काएर हेर्दा पनि नहेर्किन बसिरहेको छ एउटा हिरो पनि आएको छ है देख्नु भएको छ सो गाइस हामी चाहिँ अब गफ गर्दा गर्दै हाम्रो चाहिँ बहुमहल्लाको यात्रा पटिसकेको छ सो गाइस पिछडिङ पनि हामी क्रस हुन लागिसकेको छ हेर्नु नि गाइस उसलाई देखाएन भनेर यत्रो आँखा हेरिरहेछ त्यो पनि उतापट्टि फर्केर त्यो अर्को पनि हो अझै हाम्रो त्रिशुली रिभरको हावा राफ्टिङ गाइड हो है ट्यापिडको नाम पनि हावा हावा भन्दै आएर हामीलाई नि त दिमाग खराब बनाउने गाइड चाहिँ यही हो है सो गाइस हामी चाहिँ अहिले चाहिँ गाडा आउन लागिरहेको छ त्यसपछि सो गाइस हामी चाहिँ यो डाँडा हुँदै त्यो माथिको कालो कालो देखिको डाँडामा क्रस भएर हामी मनोकामना जाने हो सो गाइस हामी जाने केबल कार चाहिँ यहाँबाट पनि अलिअलि देखिरहेको छ र अहिले चाहिँ हामी कुरिन्टार भन्ने ठाउँ चाहिँ क्रस हुँदैछौँ अहिले हामी यही बाटो जाने हो हजुरहरूलाई मैले भिडियोमा अहिले लाइभ देखाउने छु र गफ गर्दा गर्दै कुरिन्टारबाट हामी रिभर साइड पनि आउन लागिसकेको छौँ यहाँबाट अब एउटा डाँडा कटेपछि चाहिँ हामी फाइनल्ली केबल कार चढ्नको लागि टिकट काटेर रेडी हुन्छौँ फाइनल्ली केबल कार आइपुगिसकेको छौँ देख्न सक्नुहुन्छ सो गाइस यो दुईजना उभिरहेको भाइहरू चाहिँ पुरा उता नेपालगञ्जबाट आएको हो नेपालगञ्जबाट यहाँ आएर कुरेर बसिरहेको छ हामीलाई अब यहाँबाट हामीसँग जोइन हुन्छ यो भाइहरू पनि सो गाइस अब हामी चाहिँ मनोकामनाको लागि दर्शनको लागि चाहिँ यहाँ फुल उहरू किन्न लागिरहेको छ एउटा उयो यहाँ दिनु न कति रुपियाँ पर्छ ल के लैजान्छ जल्दी सबै त्यसमै हुन्छ होइन पूजा गर्ने सो गाइस हामीले चाहिँ पूजाको लागि चाहिँ सरदम किनिसकेको छौँ र अब हामी चाहिँ अब तलतिर टिकट काट्नको लागि भनेर अहिले सबैभन्दा छिटो सन्चै हुनुहुन्छ हजुर हल्का एक दुईवटा यता देखा न ल भाइ सिरे काटेछ ल भाइ तेरो आज अन्तिम दिन हो अब सो गाइस हाम्रो ग्याङमा सबैभन्दा हेन्सी भन्दै पत्याउनु होला जङ्गली चाहिँ यही हो सबैजना चाहिँ ठिकठाकमै भयो भने र अझ अब चाहिँ हामी टिकट काटेर यो भर्खर केबल कार हालेको रहेछ हेर न गाइस हेन्सी भएपछि क्यामेरा हेरै नखोज्ने बजिया जङ्गली बुजिया हामी चाहिँ गफमा धेरै नजिक आइपुगिसकेको छौँ आफ्नो गन्तव्यमा र अहिले चाहिँ हामी टिकट काटेर र सर लाएर चढेको पनि अहिले भिडियोमा ब्लगमा देखाउने छौँ हजुरहरू चाहिँ भिडियो हेर्दै इन्जोय गर्दै गर्नु होला सो गाइस खासै टिकट काउन्टर चाहिँ भिड रहेन रहेछ र जङ्गली भाइ पनि पुरा तन्किँदै हिँडिरहेको छ सबैभन्दा अगाडि पनि र पनि खतरा चलिरहेको छ सो गाइस टिकट काउन्टर चाहिँ यही हो सो गाइस हामी चाहिँ टिकट काटेर अब यहाँ हाम्रो टिकट बुझाउन जाँदैछौँ मेरो हो सो गाइस खतरा भिड भइसकेको छ सो गाइस भक्तजनहरू चाहिँ खतरा भिड छ मनोकामनाको दर्शनको लागि भक्तजनहरूको अहिले हामी केबल कारमा चढेपछि पनि हजुरहरूलाई भ्लगमा भिडियो मार्फत देखाउनेछु भिडियो हेर्दै इन्जोय गर्दै गर्नु होला है बिस्तारै बिस्तारै भिड बढ्दैछ सो गाइस अब 4वटा बोकेट पछाडि चाहिँ हाम्रो पालो आउँछ होला हजुर
गाइस दुईटा भाइहरु चाहिँ गइसक्यो यो भाइ यता हेर न भिडियो नबनाउनु न ए हिरो जस्तो छ भनेर भाउ खोजी आउनु पर्छ कहिले फोटो त त्यति खिच्दिनँ त भिडियोमा खिच्चा गर्नुहुन्छ यो राम्रो छ नि यस्तो घमण्ड हेलो सबैजना ए राम्रै मान्छे गाइस फाइनली हामी चाहिँ केबल कारमा यात्रा भइसकेको छ र हामी चाहिँ अहिले त्रिशुलीको माथि माथि सरर लाएर आइरहेको छौँ केबल कारमा भाइ कुन गीत गाएको कि होइन गीताको थियो नि एउटा गीत गीताम न तपाईँ अघि चाहिँ हदसदानमा चाहिँ गीताइदिनु मिस नेपाल तर इन्डिया ए यस्तो आउँदा चाहिँ धुरुरु गर्दो रहेछ हेर्दै हेर्दै अहिले चाहिँ सिलिन्डर भन्ने गाउँ आइपुगिसकेको छौँ हामी चाहिँ अब धेरै नै आधी बाटो त यात्रा भइसकेको छ र ओइङ्गल छ कि भन्दै यसो म चाहिँ आँखा लाउँदै हिँड्दै जाँदैछु रहेछ भने चाहिँ मामालाई मामा यहाँ अरिङ्गल छ भनेर फेरि बेलुका अरिङ्गल खान झर्नुपर्छ र हेर्दैछु अरिङ्गल रहेछ भने सो फाइनली गाइस अहिले हेर्दा हेर्दै मेरो मामा घर पनि आउँछ हजुर अहिले भिडियोमा देखाउनेछु सो गाइस हामी चाहिँ अहिले 4 नम्बर टावर क्रस भइसकेको छौँ अब चाहिँ हामी 5, 6, 7 नम्बरको टावर क्रसको छौँ अब यहाँबाट चाहिँ माथि कस्तो मजा आयो पुरै थाकल पाउँछ थाकलको बोटै बोट छ मान्छे हिरो जस्तो भएपछि उताडि फर्केर बस्दिन्छ हामीलाई यस्तो आफत छ कि भनेको सो गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ अघि यहाँ तलबाट आएको यो चाहिँ चेरेसबाट हामी चाहिँ धेरै नै माथि आइसकेको छ लगभग हाम्रो यात्रा आधी जति भइसकेको छ यो गाउँ हो यो अहिले देखिरहनु भएको गाउँ चाहिँ ग्याजा भन्ने गाउँ हो ग्याजा यताको लामाछाक अनि यताको चाहिँ फेरि तल्लो ग्याजा यो तल्लो ग्याजा भनेको चाहिँ हाम्रो काकीको माइत यता माथिल्लो ग्याजा चाहिँ मगर गाउँ हो र सो गाइज यो डाँडा कट्ने बित्तिकै मेरो मामा घर आउँछ मामा घरको नाम चाहिँ केरपानी हो दिदिन मलाई आयो सेतै निमा टिप्ने भयो भने सो गाइज अब यो टावर कटेपछि चाहिँ मेरो मामा घर आउँछ है स्टार्टिङ है यहाँबाट चाहिँ मेरो मामा घर सुरु भयो केरपानी गाडी त अनि माथि त्यसै नभएर होला है नहिँदो छ नि सो गाइज उहाँ चाहिँ माइलो मामा हाम्रो हेलो मामा मामाजी हेर्नु नै हुँदैन सुन्दैन नि हाम्रो बोलेको गाडी आउँदै साथी त गाडी सो गाइज हाम्रो मामा घर स्टार्ट भइसकेको छ यहाँदेखि सुरु हो यो चाहिँ हाम्रो केरपानी भन्ने गाउँ हो फुलहरू कस्तो राम्रो थियो यो फुल सबै बिक्री हुन्छ नि मामा घर सबै मामा घरै जम्मै मामाले हो उसको समीरको घर त यता थियो होइन त्यही हो यो समीर घर उयो लास्ट अघि हामीलाई टिकट डिस्काउन्ट गरिदिनु भएको चाहिँ उयो मामा यहाँ यो बिच्चा भन्नु भएको ए यहाँबाट बोला त सुन्छ गाइस हाम्रो केरपानी गाउँ मामा घर माइजूहरू चाहिँ तल झरिरहनु भएको छ मामा गत्तु मामा आयो गाइस यताको चाहिँ यता नि मामा घरै सबै मामा हुनुहुन्छ हजुर तल छ यो चाहिँ हाम्रो मामा घर हो मुनि रोपेकोलाई के भन्छ अरे के पो भन्छ कोदो के भन्छ नि कोदो भने हैन नि त्यसलाई त उ हुन्छ मुनि पुरै सर लगाइरहेको यो मुनिको यो त कोदो हो नि कोदो सबै लडेको अस्ति पानी यहाँ सुशीलको मेन मामा घर एकचोटि देखेको भिडियो बनाउँदै सो मेरो मेन मामा घर चाहिँ यहीँ यहाँनिर हो अलि देखेको छैन घाँसले यो रुखले गरेर हल्का अहिले देखिरहनु भएको चाहिँ हो
तर यो चाहिँ गोठ हो त्योभन्दा उतापट्टिको घर चाहिँ मेरो मामा घर हो भ्लग बनाउन मान्छे आफ्नै मोबाइल झिक्ने नि के को अर्का मोबाइलमा लाज लाग्दैन अर्का मोबाइल माग्न लाज लाग्दैन के भएला भने अर्का मोबाइल मागे दाइ मलाई दिनु न मलाई दिनु माथि उनी छैन होला त मान्छे ल सो गाइस यो चाहिँ हाम्रो छ्यामाको कुखुरा खोर हो देख्न सक्नुहुन्छ खतरा खतरा कुखुरा लगभग 4-5 किलोदेखि उता होला है कत्रो ठुल्ठुलो माथि रहेछ त माइली छ्यामा चाहिँ फेरि माथिबाट घाँस बोकेर तलतिर झर्दैछ गाइस गफमा हामी चाहिँ अब धेरै नै माथि आइसकेको छौँ हिरोले ढाकेको डाँडालाई नागेर हामी माथि जानेछौँ माथि नागेर माथि गएपछि चाहिँ हाम्रो एन्डिङ पोइन्ट आउनेछ यो केबल कारको चाहिँ सो गाइस हजुर चाहिँ भिडियो हेर्दै अहिले इन्जोय गर्दै गर्नु होला सो गाइस साइला मामा पनि रहेछ यहाँनिर ओहो एउटा मामा भन्नको म त भन्दिनँ इभन टावरमा बस्यो हो के हुन्छ रे टावरमा चाहिँ ढुङ्गा हान्दिन्छ अरे के ढुङ्गा हानिदिन्छ कसैले मन्टो निकालेर गफ गरिदिरहन्छ कसैले हात निकालेर फोटो हानिदिरहन्छ त्यस्तो भयो भने गाली गर्छ कि उनीहरूले तल अनि फोन गरेर भनिदिन्छ यति नम्बरको बगेट यस्तो यस्तो भयो भनेर डल्लै सल्लाहको डाँडा आइसकेको छ सुन्तला एउटा नि थियो त सुन्तला बोट भने सुन्तला यो सबै सुन्तलाको बोटो अहिले चाहिँ बुढो भयो सुकेर खङ्ग्रङ्गै बस्यो र बिचरा सब सुन्तला गाडी सुकेर खङ्ग्रङ खतरा सल्लाह बन देख्नु भएको छ नि हजुरहरूले सो गाइस हामी चाहिँ यो डाँडा कटेपछि चाहिँ मनकामना डाँडा छुनेछौँ यहाँ त यता डर लाग्छ त्यस्तो डर लाग्दो छैन हौ म त डर लाग्छ चल्दै सो गाइस हामी चाहिँ गफमा अहिले एन्डिङ पोइन्ट आइसकेको छौँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो लास्ट स्टेसन हो अब लास्ट स्टेसनमा चाहिँ कस्तो आवाज आउँछ म हजुरहरूलाई भन्ने छु है मुखले नै भनिदिन्छु अब हुरुर हुन्छ त्यस्तो चाहिँ हुनलाई हुरुर चाहिँ हुरुर चाहिँ हुनलाई 1 2 माथि चाहिँ त्यस्तो खासै भिड छैन रहेछ अब आज चाहिँ हामी हजुरहरूलाई मनोकामना दर्शन गराउनेछौँ भिडियो मार्फत नै हजुरहरू चाहिँ हामीसँगै भिडियोमै मनोकामना दर्शन गर्नु होला सो गाइस हामी चाहिँ मनोकामना बजार आइसकेका छौँ साले कार्तिके मन्दिर आइपुगे बच्चे अब एकछिन घाम लाग्छ ल हेर्नु चाहिँ गाइस हामीलाई यहाँ सामान किन्नेहरूले हैरान हुनुहुन्छ एकछिन चाहिँ डरो दिमाग चार्छ मनोकामनामा आएको चाहिँ चिनो खिच्न लागिरहेको छौँ क्यामेरा नाक मात्र आयो हाँस्नु त्यसै पाले फोटो करा दुईटै कामेको नाम खिप परि शेरेर छुवाइने गयो मेरो भाइ अहिले आउन है खै कहाँको त अरू चाहिँ निमा खै त गोर्खालीको खुकुरी पनि रहेछ गाइस सो गाइस अब चाहिँ हामी मनोकामना मन्दिरको धेरै नजिक आइसकेको छौँ सो फाइनली हामी चाहिँ मनोकामना मन्दिर आइपुगिसकेको छौँ आज पनि दर्शकहरूको भिड छ जस्तो छ मनोकामनाको लोकल सुन्तला
मला हरि डल्ले खुर्सानी सो फाइनली गाइज हाम्रो अगाडि बसिरहेको ठाउँ चाहिँ यो त्यसै हाम्रो मनोकामना मन्दिर हो संरचनाहरू निर्माण कार्यको लागि आज चाहिँ हामी फर्स्ट आवरमा आएर होला खासै अलि भिड चाहिँ छैन रहेछ त्यसै गरी पछाडबाट दर्शनका लागि सो गाइज मनोकामना चाहिँ पूजा गर्ने मान्छेहरूको डह्रो भिड छ सो गाइज हामी चाहिँ मनोकामना दर्शन गरिसकेपछि अहिले चाहिँ अब खाजा खान लागिरहेको छौँ ल हेर्नु नि गाइस आमाको अनि फेरि उब्रेको यता बुवाको फेरि अर्को मोमो लिएर रेडी भइसक्यो फेरि देख्न सक्नुहुन्छ यस्तो हाँडी घोटे तीनवटा भाँडा खाएर यो भाइहरूले चाहिँ कस्तो हाँडी घोप्टे दिनु पर्दैन भाइहरूलाई भने अरूको त दिनु पर्दैन भने तपाईँको त पनि लाँदैन भाइहरूलाई ल एक पिस ल हेर 3 प्लेट खाए हेर्नु नि गाइस हाँडी घोप्टे कसैलाई सोध्नु छैन ती 3वटा प्लेटको खाएर पनि अझ पनि यस्तो मान्छे अनि साथमा हिँडेपछि हामी त हेर्दै बस्ने त हो नि कहिले देला र खाला भन्दै हेर्दै बसिरहेको यार यसो गाइस हाम्रो चाहिँ पूजा सकिएर अब घर जान लागिरहेको छौँ ल मनोकामनामा पूजा गर्ने मान्छेहरू चाहिँ आउँदैछ हामी चाहिँ भ्याएर पनि फर्किसकेको हो सो गाइस अझै पनि आउँदैछ मान्छेहरू चाहिँ सो गाइस फर्किँदैछौँ हामी चाहिँ अहिले र काठफोटो बनेको आकृतिहरू हेर्नु होला भिडियो मार्फत नै गाइस हामी चाहिँ अब मन्दिर गएर फर्किसकेको छौँ हामी चाहिँ अब लाइनमा बसेर फेरि अब आफ्नै घरतिर लाग्दै त्यस्तो पठाइबो म जस्तो लगाएर गएछु भन्दा हो त्यो दाइ कहाँ बोल्नुहुन्छ जस्तो लाग्यो सो गाइस फर्किँदाखेरि पनि हल्का भिड चाहिँ रहेछ त्यस्तो साह्रै भिड त होइन भाइ तेरो कपाल र तेरो अनुहार चाहिँ मिलेको एकचोटि फेरि गर्छ भाइ ओइ भाइ ओइ हेर त लुकेको हेर्नुहोस् त गाइस
कस्तो बिस्तारी हिँडेर यार सो गाइज अनि आज मन्दिर पूजा गरेर आए कस्तो भयो त एकदम गुड अनि यता भाइहरूलाई बब्बाल भयो बब्बा के भयो अरे चुइकम हो हजुर चुइकम भयो र होइन बबाल हुन त चुइकम हो नि त कहाँ हो त पढ्नु भएको थिएन क्या जुइगम हो क्या तँलाई थाहा नै रहेन सेन्टर फेस भनेको ल सो गाइज हामी चाहिँ अब पूजा गरेर आइसकेको छौँ र हजुरहरूलाई फेरि पनि हामी यसरी नै फेरि आयो भने भिडियो मार्फत देखाउने छु भिडियो हेर्दै हजुरहरू इन्जोय गर्दै गर्नु होला र हामी फर्किँदाको एन्डिङ पोइन्ट पनि हजुरहरूलाई देखाउने छु सो गाइज यो देखेको गाउँ चाहिँ बरबट्टी भन्ने गाउँ हो सो गाइज हामी चाहिँ अब केरपानी गाउँलाई पनि बाई बाई भन्दैछौँ सो बाई बाई केरपानी ल भोटेहरूको घर कुन हो थाहा उ त्यो कुन उ त्यो उहाँ कुन हो त्यो उहाँ उ यहाँ कुन उ त्यो किन रुवायो ल रुँदै देखा कुन चाहिँ ल भन्दा उ यो टडम राखेको यो भोटे त्यही हो न बोला त उ यही हो यही हुन्छ गाई नम्बर यही हो भोटेहरूको घर बेर हारेर 4-5 वटा बेर हारेर ढोका छडाएर देखायो कि उहिले मेरो हामी यहाँ नि आउँथ्यो कति घुम्नलाई स्टोरेज फुल ओके ओ मामा हेलो मामा सुन्दैन बोलेको के काम त ओहो ओहो उ धेरै उभिनु हुँदैन ब्यालेन्स मिल्दैन फेरि कस्तो मोटो मान्छे उभिन मिल्छ त्यहाँ बोल्नु त आफै मोटो मान्छे थियो मलाई भन्छस् यार यो कति झर्थ्यो हामी यहाँबाट दौडेर यसले फेरि गो भन्थ्यो भाइ कहिले आयो त झर्नलाई त्यहाँ हाम्रो चाहिँ कालो आएको फोटो मान्छे जस्तो मान्छे त्यस्तै त हजुर त्यो त स्वाभाविक कुरो नि मलाई बिहान भने त म मैदा पिठो सिटो लगाइदिएर टक्कै हिरो बनाइदिन्थेँ नि गोएर बनाइदिन्थेँ गीताम कुन गीत हो भाइ यो यही बाटो त नि त्यो बिसिजन र म यिनीहरू अगाडि हराएर गएर बिसिजन र म एक्लै झर्नु पर्ने गीताम न त कुन गीत हो फेरि अहिलेको भनेको यो दाइ चाहिँ कहीँ नभएको गर्नु भएर काम नभए धान काट्न जाएको अरे ऊ तल ऊ हेर त कति धान काट्नु पाइरहेछ अझै तपाईँले त मोबाइलको पूजा गर्नुपर्ने हो क्या खासमा होइन भाइ मलाई तिम्रो नाक दामी लागिरहेछ कि दाइले आफ्नै टर्न गर्नु त क्यामेरा एकचोटि क्यामेरा टर्न गर्नु त त्यो भनेको टर्न गरेर हेर्नु न भनेको त्यो भनेको त्यही हो दाइ त्यो भनेको के गर्नु पर्यो भन खोजेको के गर्नु पर्यो भनेको होइन क्या टर्न गर्नु आफूतिर भनेको बुझेन कि अहिले नेपाली टर्न भनेको के हो इङ्ग्लिस आउँदैन छोडिदिनु त्यसो भए ल भनिन नेपालीमा भनौँ न म गरिहाल्छु नि अब त भ्लगर भन्नुहुन्छ इङ्ग्लिस बुझ्नु हुँदैन अन्त ट्रन भनेकै थाहा छैन त नि भनिरहेछ त छोडिदिनु होस् यतिकै राखिरहँ बुझ्नु भएन क्या दाइ तपाईँले छोडिदिनु न नबुझेपछि बुझाउने हो नि त दाइको दाँत चाहिँ लभली लाग्यो एउटा दाँत चाहिँ नाक त तिम्रै लभली छ नि मेरो किन भन्नु पर्यो यसो एकचोटि फर्काएर हिँड्नु न भन्छु नि ऐनामा कसरी भन्दाखेरि सिकाइदिँदैन यताको भन्दा यसरी कसरी ल्याउनु ल होइन क्या त यता खिच्नु न भने कसरी मोबाइल चलाउन अनि बुढाहरू किन छोइरहनु कुकुरको टर्न भएन त ढुङ्ग्रोमा राख्दा पनि सिधा हुँदैन मैले मोबाइल टर्न गरिन त छोडिदिनु त के हो म त के हो नि यार त्यही भने त त्यो के अरे अलिक प्रष्ट बोल्न पेन्टस के हो त्यो भनेको चाहिँ त्यहाँ लेखेको थिएँ कहाँ लेखे जस्मिन पेन्टस भाइ यो कम्पनीले तँलाई यो भिडियो कम्पनीले सुन्यो भने तँलाई कारवाही हान्छ नि अब बुझिस् नि भाइ के हो नाम यसले त मिलाउँदै जाँदाखेरि त्यो मेन्टोसँगै मिलाउन जान लाग्यो सो गाइस फाइनली हाम्रो केबल कार्डको पैसा चाहिँ सकिन लागिसकेको छ कति रुपियाँ 700
780 कि 90 750 780 रुपियाँ सकिन लागेको छ र मेरो चाहिँ 160 रुपियाँ। अर्को चोटि आउँदा त बाइक लिएर आउने हो, बाइकमै जाने हो बाबु। भाइ पत्याउने कुरा गर्न के बताउने हो, त्यहाँ पुल छ, पुल तरेर जाने बाइक लिएर जाने। ल फाइनली गाइस अरूले नपत्याउने मैले चाहिँ कुरा पत्याइदिएँ है जब गरेर। त्यो गाइस भक्तजनहरूको लास्टै भिड रहेछ। टिकाको डल्लै झरे खुट्टाली त गर। सो गाइस हाम्रो पैसा चाहिँ सक्यो। फाइनल गाइस आजको लागि भने भिडियो यति नै र फेरि पनि हामी यसरी नै घुम्न आयो भने हजुरहरूलाई भिडियो मार्फत देखाउने नै छु र हजुरहरू पनि मनकामना घुम्न चाहनुहुन्छ भने आउनुहोस् होला र च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गरिदिनु होला। बाई बाई।